यो हाम्रो काउसतीको थकाली चोक। आज यसो बिस्तारै चलाउँदै थकाली चोकदेखि चोरमारासम्म कति समय लाग्दो रहेछ यसो टेस्ट गरेर भनेको हो। अलि नयाँ बनेको यो रोडहरू अहिले म पूर्वबाट पश्चिमतिर भनौँ न यो नारायणघाट बुटोल सडक खण्डको लगभग रोड बनिसकेछ। अब त्यही डेकोरेसनमा छ काम। हेरौँ अब ट्राफिक चेकिङ नभएसम्म त एक हातले सिङ्गल फ्रिजले चलाउन पाइयो अरे। अब जङ्गलमा चेकिङ छ भने त्यही गरी यो भिडियो स्टप होला। नर्मल स्पिड हो यो, जम्मा 20 देखि 30 होला। यो पुरानो काउसती टोटल डिस्टेन्स लगभग 10 किलोमिटर हो के अरे काउसतीदेखि चोरमारा। हेरौँ कतिको खाने रहेछ अहिले। यो यसलाई केरुवे खोला पुल भन्छ। पहिला जस्तो साह्रै पुल थिएन, त्यही खोलामै डन्डा साइड भन्छ अब यसलाई। पुल कट्ने बित्तिकै त्यही हो। बस्ती बढ्दै गयो, विकास भन्दै गयो, विकास पनि हुँदै गयो। यो सबै ठाउँहरू खाली हुन्थ्यो। यो मकै लगाउने ठाउँ त हो। नगरपालिका आयो, नगरपालिका आएपछि अलिकति विकास हुँदै गयो। यो रोडको उत्तर साइड भनेको यो जिल्ला अस्पताल, सरकारी अस्पताल, नवलपुर जिल्लाको यो जिल्ला अस्पताल हो। यो सरकारी हाम्रो हिसाबमा हो अहिले त खाना आउँछ होला चाहिँ। यो चाहिँ डन्डा बजार। अब यो उत्तर साइडतिर सरकारी स्कुल र सरकारी सबै घर बनाउने। अब एकापट्टि अर्कोपट्टि प्राइभेट जग्गा पनि जस्तो छैन। स्कुलकै जग्गा स्कुलको आम्दानी बढाउनु सडक बनाएको छ।
डन्डा ओह्रालो बजारबाट ओह्रालो झर्ने बित्तिकै यता लेफ्ट साइडतिर एउटा बाटो छ। यो बाटो तपाईँको कोलुवा, पतवारी, मदनपुर, थारूडन्डा यो सबै कभर गर्छ। राम्रो पिच छ। अब अहिलेको स्पिड लिमिट भनेको 60 यहाँसम्म है। यो पत्थर खोला भन्छ। यसपालि त बर्खा छैन, पानी छैन, सुक्दै छ। अब हामी बजार क्रस गरेर यसको स्पिड लिमिट छ 80। तर कहाँ 80मा हिँड्छ कोही। अहिले नेपालमा चल्ने सबै बाइकहरू हेभी हेभी छ। 90, 100। म फेरि अलिकता स्लो राइडिङले गर्छु। म चाहिँ त्यतिमा कुद्दिनँ है। बस बिसाउने, जेब्रा क्रसिङ, रोडहरू पनि कम्प्लिट गरिदिएछ। यो सिग्नल भनेको तपाईँहरूलाई थाहा छ कि छैन? अगाडिबाट बाटो युटर्न गरेर पाउँछ है। राम्रो उकालोको सिग्नल। बाटोमा नालीहरू बन्दैछ। नालीहरूले गर्दा अलिकता अझै पनि मेटेरियल्सहरू थुप्रिरहेछ। त्यही भएर ध्यान दिनुपर्छ। राति दिउँसो त खासै समस्या आउँदैन। यो चोरमारा र डन्डा बिचको जङ्गल। गर्मी समयमा त खासै डर हुँदैन। जाडो समयमा राति र चाँडै बिहान हिँड्यो भने जनावरहरू देखिन्छन्। ठुला जनावर देखिँदैन। हात्ती र गैँडा देखिँदैन। सानो हरिण, बँदे, कहिले कहिले बाघहरू। प्रायः जसो हरिणै धेरै देखिन्छ। आज चेकिङ छैन। मेन यही हो। जतिखेर पनि पुलिसहरू बसिरहेको हुन्छन् है चेकिङको लागि। अनि यो चाहिँ 4-5 किलोमिटर छ जग्गा। यो चाहिँ हाम्रो एरिया हो। सेतोपानी भन्ने छिरिन्छ। सेतोपानी, खानेपानी, सरसफाइ योजना त्यहाँ 3-3.5 किलोमिटर छ। अनि अब म पुग्नलाई महेन्द्र राजमार्गको बिच सेन्टरमा। अहिले त राम्रो स्तम्भ बनाइदिनु भएको छ। पहिला सानो यसो
ढुङ्गा राख्यो भिजको जस्तो बनाएको थियो। यो ओह्रालो झर्ने बित्तिकै आउँछ। यो स्तम्भ यो भनेको यो हाम्रो रोड विभागको नाप अनुसार पूर्व मेचीदेखि महाकाली जुन यो रोड छ त्यसको बिच सेन्टर हो। अब म पश्चिमतिर जाँदैछु। 0 भनेपछि 0बाट अब यति नै किलोमिटर पश्चिम, अनि जति किलोमिटर पश्चिम छ त्यति नै किलोमिटर पूर्व। 500 समथिङ कति छ अब ठ्याक्कै थाहा भएन। बिहानको राम्रो मौसम, क्लिन रोड, इन्जोयबल ड्राइभिङ। बिहानको त्यही 6:15 बजे छ, 6:30 बजे। 12 मिनट भनेपछि दुईटा हातले समातेर नर्मल सिट चलाए पनि 10 कि 12 मिनटमै चोरमारा लाग्ने रहेछ। दुई-तीन ग्लास लिखे देखाउँछ। सिग्नल भनेको बाटो जिगज्याग छ है। चोरमाराको ओह्रालो एक प्रकार फेसबुकमा निकै भाइरल भएको थियो। बिच नहुँदा त गाडीवालाहरूको लागि फेरि यो टाउको दुखाइ नै थियो। कुनै गाडीले तान्न सक्दैन थियो। किन यहाँ चिप्लो बाटो छ, यो रातो खालको। पानी परेपछि त यस्तो मजाले हुन्छ कि यो हाम्रो ट्राफिक गाईहरू छन्। पुल पारी, त्यही भएर अब के गर्नुपर्छ, यसलाई रोक्नुपर्छ भिडियो सुटहरू।
यताबाट उत्तरतिर गयो भने अमरासा बिरबारी पुरै छ यहाँबाट यो चोकबाट यसरी गयो यता बाटो छ। अनि यो दक्षिणतिर गयो भने फेरि तलतिर छपुत्रै गाउँ हो। चोरमाराको खोला र पुल ल राख्नै पर्ने कन्डिसन भयो। ट्राफिक ड्राइभरको चेकिङ छ, राख्नु पर्यो।